स्वागत छ र आज चाहिँ म यहाँहरूलाई चाहिँ हाम्रो बुढा सुब्बा गोल्ड कपमा चाहिँ यहाँहरूलाई चाहिँ देखाउन चाहिँ लगिरहेको छु जाँदैछु र आज चाहिँ फाइनल खेलमा चाहिँ प्लानिङ बोइज युनाइटेड र चर्च बोइज युनाइटेड बिच खेल प्रतिस्पर्धा हुन गइरहेको छ र यहाँहरू पनि सबैजना आउनुहुनेछ पक्कै पनि र खेलको मजा लिन सक्नुहुनेछ र यहाँहरूलाई म सबै भिडियो चाहिँ अन्त्यसम्म खिचेर देखाउँदैछु। यहाँहरूले चाहिँ यो मेरो नयाँ च्यानललाई चाहिँ लाइक सब्सक्राइब कमेन्ट गरेर चाहिँ साथ सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु र म बिचमा चाहिँ सबै खेलहरू चाहिँ यहाँलाई देखाउनेछु है त। र म चाहिँ 26औं बुढा सुब्बा गोल्ड कपको आज फाइनल खेल हेर्न चाहिँ यसरी जाँदैछु र यहाँहरूलाई पनि देखाउने कोसिस गरिरहेको छु। एकदमै धेरै दर्शक महानुभावहरूको उपस्थिति रहेको छ र म पनि यहाँ यसरी जाँदैछु। प्रवेश गर्नको लागि चाहिँ कार्ड बोकेर यहाँहरूले हेर्न सक्नुहुन्छ। हाम्रो फुटबललाई चाहिँ माया गर्नुहुने सम्पूर्ण खेल प्रेमी दर्शक महानुभावहरूको चाहिँ यो तल्लैबाट यस्तो धेरै भिड छ बुढा सुब्बा 26औं गोल्ड कपको यो फाइनल चरणको खेल चाहिँ प्लानिङ बोइज युनाइटेड र चर्च बोइज युनाइटेड बिच एकदमै प्रतिस्पर्धात्मक खेल हुन गइरहेको छ। यहाँ हाम्रो दाजु पनि खेल हेर्न आउनुभएको छ। हजुर, यो मेरो चाहिँ नयाँ युट्युब च्यानल चाहिँ खोलेको छु। यहाँहरूले सब्सक्राइब गरेर सबैजनाले गरेन है, सबैजनाले चाहिँ साथ सहयोग हाम्रो बहिनीको 5 मिलियन जति पुगोस्, 100 मिलियन प्लस भए सो मच। दाजुको आशीर्वाद लागोस्। फेरि यो मेरो सुरुवाती चरणको भिडियोमा चाहिँ 5 मिलियन भन्दा धेरै क्रस गरोस् भन्ने उहाँले शुभकामना दिइसक्नु भएको छ। दाजुलाई धन्यवाद छ र पुनः अब म खेल सुरु भएपछि जोड्ने छु है त। अब आउनु कार्यक्रम तपाईहरु सम्पूर्ण दर्शक महानुभावहरुलाई पनि यो काउन्टडाउनमा सरिक भइदिनका लागि म विनम्र अनुरोध गर्न चाहन्छु। 5 4 3 2 26औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढा सुब्बा गोल्ड कप 2082 को फाइनल खेल सुरु। म त त्यो त अहिले मात्रै याद गरेको। प्रवीण गौतम, महेश खड्का, त्यसैगरी अजित अधिकारी, मनिष अधिकारी, संयम बस्नेत, 26औं बुढा सुब्बा गोल्ड कपको यो समापन समारोहमा निर्णायक रेफ्रीज्यूहरूलाई चाहिँ मायाको चिनो आफ्नो यो मायाको वितरण गर्ने दिनका लागि म विनम्र अनुरोध गर्न चाहन्छु।
स्टेजमा आमन्त्रण गर्न चाहन्छु जर्सी नम्बर 13 पुजन थापा फाइनल खेलको म्यान अफ द म्याचको पुरस्कार जित्न सफल उहाँले नगद रु 25,000 र ट्रफी प्राप्त गर्नुहुनेछ। दुवैजनालाई र अब यो पछाडि बेस्ट डिफेन्डरको पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ र यो बेस्ट डिफेन्डरको पुरस्कार हामीलाई एनएमई बैंक लिमिटेड धरान शाखाले उपलब्ध गराउनु भएको छ। उहाँहरूप्रति पनि हामी हार्दिक आभार प्रकट काठमाडौँ निगमा घिसी म धन्यवाद दिन चाहन्छु मणि चेम्जुङज्यूलाई र राजु लिम्बुज्यूलाई र अब यो पछाडि र यो पुरस्कारको मेडल हस्तान्तरण गरिदिनका लागि म यम जिमीज्यूलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु भने मेडल हस्तान्तरण गरिदिनका लागि एसबीआई बैंक धरानका म्यानेजर उहाँलाई म स्टेजमा आमन्त्रण गर्न चाहन्छु प्रभात राजवंशीज्यूलाई र बेस्ट स्ट्राइकरको पुरस्कार जित्न सफल हुनुभएको छ। बेस्ट स्ट्राइकर हुने खेलाडीले नगद रु 25,000 प्राप्त गर्नुहुनेछ। एनी गेसेस? बेस्ट स्ट्राइकर अफ द टुर्नामेन्ट इज गोes to OP Power Charles Boys United Lalitpur, player number 7 Obiyomi Fukne. Best striker of the tournament goes to OP Power Charles Boys United Lalitpur, player number 7 Obiyomi. उहाँले नगद रु 25,000 र मेडल प्राप्त गर्नुहुनेछ। प्रतियोगिताको उत्कृष्ट स्ट्राइकर OP Power Charles Boys United ललितपुर का जर्सी नंबर 7 Obiyomi। उपाध्यक्ष चन्द्रकला लिम्बुज्यूलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु र नगद हस्तान्तरण गरिदिनका लागि म सुन्दर साउन्ड सिस्टमका प्रोप्राइटर सुन्दर श्रेष्ठज्यूलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। त्यसैगरी चेक वितरण गरिदिनका लागि जर्सी नम्बर 7 प्रताप सिंह राईले 2 गोल गर्नुभएको थियो। झापा 11का जर्सी नम्बर 10 एरोन थापा मगरले 2 गोल गर्नुभएको थियो। त्यसैगरी झापा 11 जर्सी नम्बर 13 राजेश दाहाल
Champion! Planning Boys United Kathmandu! काठमाडौँलाई 26औं अन्तर्राष्ट्रिय आमन्त्रण बोक्सिङ प्रतियोगिता 2082 को विजेता बन्न सफल भएको छ। नगद रु 10 लाख चाहिँ प्रतियोगिता खेलाडी प्लानिङ बोइज 2007 हजुरहरू सम्पूर्णमा यो मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद नमन र म चाहिँ अर्को भिडियोमा भेट्ने बाचाका साथ अहिले चाहिँ बिदा हुन चाहन्छु। बाइ बाइ।